जिदोहान बाइकी वा दोको देशका गरा सक्छैन भेन्डिङ मेसिन कहाँ छ भन्ने गरा छ नि त्यस्तै तोइरे वा दोको देशका टोइलेट कहाँ छ भन्ने अनि एक तल्ला भनेर सक्छैन छ नि एक खाई देश एक तलामा छ लेख्दाखेरि वान र खाई लेखिन्छ भन्दाखेरि ई सानो चु अनि खाई लेखिन्छ है एक खाई देश एक तल्लामा छ तेरेजा च्यान द्याछ अनि क्याउसी चु द्याछ अब यहाँ के भन्ने तेरेजा च्यान वा दोको देशका भन्ने तेरेजा बच्चा कहाँ छ भनेर भन्ने अनि क्याउसी चु द्याछ नि अनि क्याउसी चु देश कक्षा कोठामा अथवा क्लासरुममा छ भनेर भन्ने अनि स्याउ कुदौ भनेको छ अनि चिखा भनेको छ चिखा भने तल अथवा अन्डरग्राउन्ड है त्यसलाई बनाउनु त स्याउ कुदौ वा दोको देशका क्यान्टिन कहाँ छ भन्छ अनि एन्सरमा चिखा देश भने तल छ खाइगी सिचु न खागी अनि जिमुस्याउ भनेको छ खाइगी सिचु न खागी वा दोको देशका खाइगी सिचु न मिटिङ रुमको खागी वा चाबी दोको देशका कहाँ छ भन्नु पर्यो अनि एन्सरमा जिमुस्यो दिएछ नि जिमुस्यो देश अफिसमा छ खाइदान दिएछ अनि आचिरा दिएछ अब क्वेसन के गरायो खाइदान वा आचिरा भनेपछि कोचिरा सोचिरा आचिराको क्वेसन दोचिरा हो कि होइन हो नि दोचिरा देशका भर्याङ कतातिर छ भनेर भन्नु पर्यो खाइदान वा दोचिरा देशका भर्याङ कतातिर छ भन्यो भने आचिरा देश ऊ त्यतातिर छ भन्नु पर्यो येसुका रेता अनि सोचिरा यहाँ के गराउने येसुका रेता वा दोचिरा देशका त्यो सिडीवाला लिफ्ट कतातिर छ भन्यो एन्सरमा सोचिरा दिएछ नि सोचिरा देश त्यतातिर छ अब देनवा दिएछ अनि कोचिरा दिएछ देनवा वा है देनवा वा भने फोन दोचिरा देशका कतातिर छ भने कोचिरा देश यतातिर छ ऊ भएकोतिर छ भन्यो अरे कारिना सानो हेया दिएछ अनि नान खाई सान गाई दिएछ नि दोचिराको ठाउँमा नान खाई राख्नु पर्यो नान खाई भनेपछि यदि कति तल्ला हो भने चाहिँ तल्ला भन्न मिल्छ नि कारिना सानो हेया वा नान खाई देशका कारिना सानो कारिना जीको हेया वा कोठा नान खाई देशका कति तल्ला हो भनेर भन्यो एन्सरमा सान गाई देश 3 तल्ला हो अब घर कहाँ हो भन्नु पर्यो पुची दिएछ नि ओसाका दिएछ नि घर कहाँ हो भनेपछि दोको भन्नु परेको पनि न उची वा दोको देशका घर कहाँ हो ओसाका देश ओसाका हो मिरा सानो ओकुनी वा दोचिरा देशका भन्यो मिरा सानो मिराजीको
ओकुनिवा उसको देश दोचिरा देशका कतातिर हो भनेर भन्यो तल मिरा अमेरिका आइएमसी देख्छ छैन अब यहाँ कुनी भन्ने हुनाले अमेरिका देश अमेरिका हो लेसन 1 को चित्र दोहोऱ्याइदियो है फेरि अब त्यस्तै यहाँ के आयो सान्तोसु आयो सान्तोसु सानो ओकुनिवा दोचिरा देशका सन्तोष जी को देश अथवा उसको स्वदेश कहाँ हो भन्यो उसको जन्मथलो उसको स्वदेश कहाँ हो भन्यो बुराजिरु छ कि छैन छ नि बुराजिरु देश ब्राजिल हो वातो दियो बनाउनुस् त वातो सानो वातो जीको ओकुनिवा जन्मथलो अथवा देश स्वदेश दोचिरा देशका कहाँ हो भन्यो इगिरिसु देश युके हो सिमितो को बनाउनुस् त अनि दोइचु देश सिमितो सानो सिमितो जी को ओकुनिवा जन्मथलो अथवा स्वदेश दोचिरा देशका कतातिर हो भनेर भन्यो अनि दोइचु देश जर्मन हो अनि कारिनाको बनाउनुस् त कारिना सानो कारिना जी को ओकुनिवा जन्मथलो अथवा उसको स्वदेश दोचिरा देश का कहाँ हो भनेर भन्यो अनि इन्डोनेसिया देश इन्डोनेसिया हो भन्यो अब 6 मा पनि एरो माथि देखाइदिएको छ नि अनि माथिको चित्र हेर्नुहोस् भने है 5 को एरो तल देखाइदियो तलको हेर्नुहोस् भन्यो 6 को एरो माथि फर्काइदियो खाइस्या दिएको छ कम्पनी दिएको छ मिरा सानो खाइस्यावा दोचिरा देशका मिरा सानो भन्ने मिराजीको खाइस्यावा भन्ने कम्पनी दोचिरा देशका कतातिर हो भनेर भन्यो अनि आइएमसी देश आइएमसी हो फेरि खाइस्या दिएको छ 1 मा के छ सान्तोसु हो कि हैन मिराको ठाउँमा के राख्ने सान्तोसु राख्ने सान्तोसु सानो सन्तोष जी को खाइस्यावा कम्पनी दोचिरा देशका कतातिर हो भनेर भन्यो अनि यहाँ के दिएको छ बुराजिरु एया दिएको छ कि छैन बुराजिरु एया देश बुराजिरु एया हो अनि दाइगाकु दिएको छ बनाउनुहोस् त दाइगाकु वा वातो सानो वातो जी को दाइगाकु वा विश्वविद्यालय दोचिरा देशका कतातिर हो भनेर भन्यो अनि साकुरा दाइगाकु दिएको छ नि साकुरा दाइगाकु देश साकुरा विश्वविद्यालय हो अब खाइस्या दिएको छ बनाउनुहोस् त खाइस्या दिएको छ सिउमितो सिउमितो सानो सिउमितो जी को खाइस्यावा कम्पनी दोचिरा देशका कतातिर हो भन्यो
एन्सरमा के दिया छ पावादेन्की देश पावादेन्की हो भनेको छ अनि दाइगाकु दिया छ दाइगाकु वा दोचिरा देश का कारिना सान नो कारिना जी को दाइगाकु वा विश्वविद्यालय दोचिरा देश का कतातिर हो भन्यो फुजी दाइगाकु देश फुजी विश्वविद्यालय हो अब तलको चित्र हेर्नुहोस् है कोरे वा दोको नो खाबान देशका भन्यो कोरे वा यो दोको नो कहाँको चित्रमा झोला छ नि झोला भएकोले खाबान देशका ब्याग हो भनेर भन्यो खानकोकु लेखा छ कि छैन खानकोकु लेखा छ नि खानकोकु नो खाबान देश कोरियाको झोला हो अनि वानमा के छ वाइन छ कि छैन कोरे वा यो दोको नो कहाँको वाइन देशका वाइन हो भनेर भन्यो अनि फ्रान्सु लेखा छ कि छैन फ्रान्सु नो वाइन देश फ्रान्सको वाइन हो अब क्यामेरा छ नि चित्रमा बनाउनुहोस् त कोरे भन्नुहोस् एन्सरमा देश कोरे वा यो दोको नो कहाँको कामेरा देशका क्यामेरा हो भन्यो अनि निहोन दिएको छ नि निहोन नो कामेरा देश जापानको क्यामेरा हो अनि कम्प्युटर दिएको छ अमेरिका कोरे वा दोको नो कम्प्युटर देशका यो कहाँको कम्प्युटर हो भन्यो अनि अमेरिका नो कम्प्युटर देश अमेरिकाको कम्प्युटर हो अब गाडी दिएको छ कोरेवा यो दोको नो कहाँको कुरुमा देशका गाडी हो भनेर भन्यो कुरुमा देश जर्मनको गाडी हो अब तल हेर्नुहोस् कोनो खाबान वा इकुरा देशका भन्यो कोनो खाबान वा भने यो झोला इकुरा देशका भने कति हो भनेर भन्यो पैसाको केसमा मात्रै इकुरा लाग्छ है 7300 एन दिएको छ 7000 भन्नलाई के भन्न पर्यो नाना सेन 300 लाई सान ब्याकको एन देश नाना सेन सान ब्याकु एन देश 7300 एन हो अनि वाइन दिएको छ खाबानको ठाउँमा वाइन राख्नु पर्यो है कोनो वाइन वा इकुरा देशका यो वाइनलाई कति हो अब 3200 दिएको छ नि 3000 लाई सानजेन हो कि न सानजेन नि ह्याकु एन देश 3200 एन हो अब 2 को बनाउनुहोस् त
कामेरा wa ikura desu ka? निमान गोसेन आर्चलाई आप्याक्को एन देश कोनो कामेरा वा इकुरा देशका यो क्यामेरालाई कति हो भन्यो। निमान भने 20,000 अनि गोसेन भने 5,000 20 र 5 कति भयो 25 भयो नि। अनि हाफ प्याकु एन देश 800 एन हो। अब कम्प्युटरमा राखेर भन्नुहोस् त। 1,43,000 10 मान भएपछि 1 लाख भयो। 4 मान भएपछि 40,000 भयो। अनि 3,000 भएपछि 43 भयो। ल भन्नुहोस् त। 10 र 4 कति भयो 14 मान भयो। 14 मान भने 1,40,000 भयो हैन। जिउ योन मान 14 मान अनि सान जेन अरूलाई सेन हुन्छ सानलाई जेन हुन्छ 8,000लाई हास्यन हुन्छ नि। जिउ योन मान सान जेन एन देश। अनि कोनो कुरुमा वा इकुरा देशका यो गाडीलाई कति हो भनेर भन्यो। अनि 45 लाख एन देश भनेको छ नि। अब 10 मानको कति हुने भयो 1 लाख हुने भयो। 10 दशान 100 भनेपछि 100 मानको कति हुने भयो 10 लाख हुने भयो हैन। अनि 400 मानको कति हुने भयो 40 लाख हुने भयो। अनि 450 मानको कति हुने भयो। अरू 500 मान हुन त फेरि 50 मान चाहियो नि। चाहियो कि छैन चाहियो नि। अनि योन याकु गोज्यू मान एन देश। अब अर्को सजिलो मेथड के भन्नुहोस्। 10,000 को 1 मान हो कि न हो नि। 10,000 को 1 मान भएपछि चारवटा 0 अगाडि 1 हुन्छ नि। 1 लाई काट्दिने 1 भन्दा पछिका चारवटा जिरालाई स्वाट्ट काट्दिने। चारवटा जिरालाई काटिदिएपछि 450 बच्यो कि बचेन बच्यो नि। त्यही स्टाइलले पनि गर्न सकिन्छ। अब पछि अरू 1000 100 नदिएको खण्डमा अब 1000 100 दिएको खण्डमा त यस्तै हिसाब गर्नु पर्यो है। यति मानको 10 मानको 1 लाख हुन्छ। अनि 100 मानको 10 लाख हुन्छ। अनि 10 लाख आएपछि त्यही अनुसार क्यालकुलेसन गर्दै जानु पर्यो। अब 100 मानको 10 लाख भएपछि 50 मानको 5 लाख हो कि होइन त्यसरी जानु पर्यो। बुझ्या छ नि होइन। धौ आएको गाह्रो आएको छैन पढ्ने त। सुमिमासेन तोइरे वा दोको देशका भन्यो। सुमिमासेन एक्सक्युज मी तोइरे वा दोको देशका टोइलेट कहाँ छ भन्यो। आसोको देश ऊ त्यहाँ छ भन्यो। दुईटा सँगै छन् नि। वाट लेखाले सिकायो पढ्न सोध्यो अर्काले सिकाएको हो नि। दौ म धन्यवाद भन्यो। अब यहाँ के लेखा छ लिफ्ट सोध्या छ। लिफ्टको सिग्नल दिएको छ नि।
यता साइडको लिफ्टमा 3टा ड्यास दिएको छ नि सुमिमासेन एक्सक्युज मी एरे बेतावा दोको देशका लिफ्ट कहाँ छ भन्यो। अब दुईटा सँगै छन् नि अब त्यहाँ पनि आशोको भन्नु पर्यो टाढा छ छैन छ नि आशोको देश ऊ त्यहाँ छ दौमो धन्यवाद भन्नु पर्यो। अनि खाबान उरिबा भनेको छ झोला बेचिराख्या ठाउँ भनेको छ टाढा छ नि त्यो पनि छ छैन छ। सुमिमासेन एक्सक्युज मी खाबान उरिबा वा दोको देशका झोला बेचिरहेको कहाँ छ भन्यो टाढा छ नि आशोको देश ऊ त्यहाँ छ दौमो धन्यवाद भन्यो। अब ताई दिया छ अनि बानकोकु दिया छ नक्सामा ताई भने थाइल्यान्ड बानकोकु भने ब्याङ्कक हो नि त्यही दिया छ है। ओकुनिवा दोचिरा देशका भन्यो ओकुनिवा भने हजुरको जन्मथलो अथवा जन्मघर दोचिरा देशका कहाँ हो भनेर भन्यो अनि ताई देश थाइल्यान्ड हो। उचिवा दोचिरा देशका भन्यो उचिवा भने घर दोचिरा देशका भने कतातिर हो भनेर भन्यो अनि बानकोकु देश बानकोकु भने ब्याङ्कक हो नि ब्याङ्कक हो। सौ देशका त्यसो हो भनेर भन्यो। ओकुनिवा दोचिरा देशका तपाईँको देश अथवा स्वदेश कुन हो भनेर भन्यो ताई देश थाइल्यान्ड हो। हामीले भाषी के भन्थ्यौँ नेपालु देश भन्थ्यौँ। उचिवा दोचिरा देशका अब देश त थाइल्यान्ड हो घर चाहिँ कहाँ हो भनेर सोध्यो बानकोकु देश ब्याङ्कक हो। सौ देशका त्यसो हो भन्यो। दोइचु अनि बेरुरिन भनेर भन्यो। ओकुनिवा दोचिरा देशका तपाईँको देश अथवा स्वदेश कहाँ हो भनेर भन्यो दोइचु देश जर्मन हो। उचिवा दोचिरा देशका घर कतातिर हो भनेपछि बेरुरिन देश बेरुरिन हो। सौ देशका त्यसो हो भनेर भन्यो। अनि इन्डोनेसिया दिया छ ज्याकार्ता दिया छ इन्डोनेसिया भन्ने देश भयो ज्याकार्ता भन्ने उसको गाउँ भयो। ओकुनिवा दोचिरा देशका घर कतातिर हो भनेपछि इन्डोनेसिया देश इन्डोनेसिया हो। उचिवा दोचिरा देशका घर कतातिर हो भन्यो ज्याकार्ता देश ज्याकार्ता हो। सौ देशका त्यसो हो भन्यो। सुमिमासे पहिला यता हेर्नुहोस् है इन्डोनेसिया दिया छ अनि 600 दिया छ होइन अनि यहाँ कफी दिया छ गिर्खा छ नि अनि सुमिमासेन एक्सक्युज मी कोरेवा यो दोकोनो कहाँको कोही देशका कफी हो भनेर भन्यो अनि इन्डोनेसियाको हो नि इन्डोनेसियानो देश इन्डोनेसियाको हो। इकुरा देशका कति हो भन्यो 600 दिया छ नि रुपियाँको एन देश 600 एन हो भन्यो। अनि यहाँ टाई दिया छ टाईलाई के भन्नु पर्यो नेकुताई भन्नु पर्यो। अब ताई भन्दाखेरि थाइल्यान्डसँग जोडिन्छ भनेर नेकुताई गराएको होला। इतारिया भन्ने इटली यसको प्राइस कति छ 7300 छ। सुमिमासेन एक्सक्युज मी कोरेवा यो दोकोनो
कहाँको नेकु ताई देशका ताई हो भनेर भन्यो। अनि इटालियानो देश इटलीको हो। यी कुरा देशका कति हो भन्यो। नाना सेन अनि सान ब्याकको एन देश 7300 एन हो। अब यहाँ घडी दिया छ अनि स्विसु दिया छ। स्विसु भने स्विजरल्यान्ड। सुमिमा चेन एक्सक्युज मी कोरे वा यो दोकोनो कहाँको तोकेई देशका घडी हो भन्यो। स्विसुनो देश स्विजरल्यान्डको हो। यी कुरा देशका कति हो भनेर भन्यो। 1,88,000 भन्यो। भनेपछि 1,80,000 त मानले भ्याउँछ नि होइन। जिउ हाची मान भने 18 मान भन्छ 1,80,000 हो कि न हो नि। 10वटा मानले 1,00,000 हुने भयो। 2टा मान घटाइदिए 80,000 हुने कि न हो नि। जिउ हाची मान 18 मान 8,000 बाँकी छ। हास्यन एन देश जिउ हाची मान हास्यन एन देश एक के अरे 18 मान अनि 8,000 एन हो। जापानीलाई भन्दाखेरि 18 मान 8 सेन अनि हास्यन एन देश। अब चित्रमा हेर्नुहोस् रेई दिया छ उके चुके लेखा छ नि। अनि नजिकैबाट उसले सिकाएको छ। एउटा टाढाबाट मन्टो मात्र तानेको छ नि। अब त्यो भएर के भयो कोकोवा उके चुके देश भयो। कोकोवा उके चुके देश। उसले नजिकै औँलाले सिकाउनाले यहाँ भन्नु पर्यो नि। यहाँ रिसेप्सन हो। अब सिकाउनेले टाढाबाट सिकाएको छ नि। खाइकी सिचु छ कि छैन। माथि खाइकी सिचु लेखा छ नि देख्नुभयो। अब सोको गराउनु पर्यो। अब मैले यहाँबाट सिकाएको थिएँ सोको भन्नु पर्यो नि। सोको वा खाइगी सिचु देश। त्यहाँ के हो मिटिङ रुम हो। अब 3 मा के छ टोयलेट छ। 2 जनाले टाढाबाट सिकाएको छ नि छ कि छैन। अब त्यहाँ अगाडि के हुने भयो आसोको हुने भयो। आसोको वा टोइरे देश ऊ त्यहाँ के हो त टोयलेट हो। स्यौकुदौ भन्यो। स्यौकुदौ भने क्यान्टिन हो कि होइन। हुइती आफूले हातले सिकाएर के भनेको छ। हुइती नजिक भयो नि त कोको आउनु पर्यो नि परेको होइन। कोको वा स्यौकुदौ देश यहाँ क्यान्टिन हो भन्यो। अगाडि कोकोवा पछि स्यौकुदौ देश यहाँ क्यान्टिन हो भन्यो। ल फोको बनाउनुहोस् त। जिमुस्यो दिया छ। अब 2टा ओरा छन् टाढाकोले सिकाएको छ नि। अब के हुन्छ आसोकोवा जिमुस्यो देश ऊ त्यहाँ अफिस हो भन्नु पर्यो। अब क्यौ सिचु दिया छ। भित्र बेन्चहरू पनि छ बोर्डहरू पनि छ होइन। सिकाउनेले टाढाबाट सिकाएको छ नि। अलिकति टाढाबाट छ कि छैन। अब के हुने भयो यहाँ 2टा सँगै भएर यसो सिकाएपछि आसोको। तपाईँ र म यस्तै भयौँ पनि सोको। ऊ ढोकामुखी भएकोले सिकाउँथ्यो भने कोको। क्लासको ढोकामुख छ नि त्यहाँनिर गएर सिकायो भए कोको हुन्थ्यो है। सोको वा क्यौ सिचु देश त्यहाँ कक्षा कोठा हो। फोमा हेर्नुहोस्। वातासी मिरा देश हुन्छ हुँदैन। वातासीसँग पार्टिकल चाहिन्छ।
वातासीसँग पार्टिकल चाहिन्छ, लाग्दैन। वातासी वा मिरा देश गोलो लगाछ, यो हो। अनि वातासी नो मिरा देश मेरो मिरा हो भन्न मिल्छ आफूले आफूलाई? मिल्दैन। त्यही भएर वातासी वा मिरा देश म मिरा हो भन्यो। कोरे वा दोई चुनो कुर्मा देश यो जर्मनको गाडी हो। कोनो सोनो आनोसँग वा पार्टिकल लाग्छ, लाग्दैन। त्यही भएर कोनोलाई फालिदिइहाल्नुहोस्। कोको वा दोई चुनो कुरुमा देश यहाँ जर्मनको गाडी हो। ठाउँ प्लेस जनाउनेलाई यहाँ गाडी भन्न मिल्छ? मिल्दैन। मिल्छ कि मिल्दैन? कोको सोको आसोको भन्दा यहाँ के हो, त्यहाँ के हो, ऊ त्यहाँ के हो भन्ने कुरा हो नि। त्यही भएर केलाई कोरे वा दोई चुनो कुरुमा देश यो जर्मनको गाडी हो भन्ने जनायो। सोरे खाबान वा अब त पछि पार्टिकल छैन, कोरे सोरे आरेसँग के लाग्छ? वा पार्टिकल लाग्छ। पछि पार्टिकल नभएपछि सोरे लाग्यो? लागेन। कोनो सोनो आनोसँग वा पार्टिकल लाग्दैन, हैन? अनि यो हुन सक्छ। सोनो खाबान वा त्यो झोला वातासी लाग्छ। वातासी देश म हो मिल्छ? मिल्दैन। वातासी वा देश म हो भन्न मिल्छ झोलालाई? मिल्दैन। वातासिनो देश मेरो हो। अब के हो नि भयो? सोनो खाबान वा त्यो झोला वातासिनो देश मेरो हो भन्ने मिल्ने भयो। अब माथि सोरेसँग वा पार्टिकल लाग्छ, वा पार्टिकल छैन। सोकोले कोको सोको आसोकोले ठाउँ प्लेस जनाउँछ, यहाँ ठाउँ प्लेसको कुरा छैन, झोलाको कुरा छ। झोला कुरा छ नि। त्यही भएर के भयो? सोनो खाबान वा त्यो झोला वातासिनो देश मेरो हो भन्न मिल्यो। बुझ्नुभयो? जिमुस्यो वा अफिस आरे देश कोरे सोरे आरे ऊ त्यो हो। आनो देश ऊ त्यो हो। आसोको देश ऊ त्यहाँ हो। के लाग्छ? आसोको लाग्छ। जिमुस्यो वा अफिस आसोको देश ऊ त्यहाँ छ भन्ने लाग्छ। सुमिमासेन एक्सक्युज मी देनो वा फोन दारे देशका को हो भन्ने लाग्छ फोनमा? लाग्दैन। नान देशका के हो भन्ने लाग्छ? लाग्दैन। दोको देशका कहाँ हो भन्ने लाग्छ, हैन? देनो वा दोको देशका फोन कहाँ छ भन्ने लाग्यो नि। अब 5 मा रे सोरे वा नान देशका भन्यो, त्यो के हो भन्यो। जी स्यो देश डिक्सनेरी हो। सुमिमासेन एक्सक्युज मी टोइरे वा टोइलेट देशका भन्यो। तल एन्सरमा आचिरा देश भनेपछि कोचिरा सोचिरा आचिराको प्रश्न बनाउने के हो? दोचिरा हो कि होइन? दोचिरा देशका। सुमिमासेन एक्सक्युज मी टोइरे वा टोइलेट दोचिरा देशका कतातिर छ भन्यो? आचिरा देश ऊ त्यतातिर छ। मिरासान वा देशका भन्यो। खाइगी सिचु देश भन्यो। मिटिङ हलमा हुनुहुन्छ भन्यो। अब मिराजी कहाँ हुनुहुन्छ भन्नु पर्यो नि। मिरासान वा दोको देशका। मिरासान वा दोको देशका मिराजी कहाँ हुनुहुन्छ? खाइगी सिचु देश मिटिङ हलमा हुनुहुन्छ। कामेरा उरिबा वा देशका भन्यो। कामेराको पसल कहाँ छ भन्न खोजे है। तल गो खाई भनेको छ कि छैन?
5 तल्ला भनेको छ। 5 तल्ला भनेपछि अब कति तल्ला चाहियो नि? नान खाई देशका कामेरा उरी बावा कामेरा मार्केट कामेरा बेचिरहेको ठाउँ नान खाई देशका कति तल्ला हो भन्नु पर्यो। अनि गो खाई देश 5 तल्ला हो। ओकुनिवा देशका भन्यो अनि दोइचु देश भनेको छ। पछि यहाँ के हुने भयो? ओकुनिवा जन्मथलो दोचिरा देशका कतातिर हो भन्नु पर्यो नि। दोइचु देश जर्मन हो। खाइस्यावा देशका भन्यो अफिस पनि कतातिर हो भन्ने भर्खर अगाडि आएको छ नि, छ छैन? खाइस्यावा अफिस दोचिरा देशका कतातिर हो भन्यो। अनि पावा देनकी देश पावा देनकी हो भन्नु पर्यो। खाइस्यावा दोचिरा देशका अफिस कतातिर हो भनेपछि पावा देनकी देश पावा देनकी हो। पावा देनकी वा नो खाइस्या देशका पावा देनकी को अफिस हो भन्यो। कम्प्युटर नो खाइस्या देश कम्प्युटरको अफिस हो भन्यो नि। कम्प्युटर हो भने चाहिँ माथि के को अफिस हो चाहियो कि चाहिएन? चाहियो नि। नान राखिदिनुहोस्। नान नो खाइस्या देशका के को अफिस हो भनेर भन्यो। अनि कम्प्युटर नो खाइस्या देश कम्प्युटरको अफिस हो। सोरेवा नो वाइन देशका भन्यो त्यो को वाइन हो भन्यो। इटालियानो वाइन देश इटलीको वाइन हो भनेको छ नि। भनेपछि अब कहाँको भन्नु पर्यो नि। दोचिरानो वाइन देशका कहाँको वाइन हो भने नि इटालियानो वाइन देश इटलीको वाइन हो। माथि दोचिरा राख्नु पर्यो है। दोको भने पनि हुन्छ दोचिरा भने पनि हुन्छ। दोकोनो भने पनि हुन्छ दोचिरा दोचिरानो राम्रो। इटालियानो वाइन देश इटलीको वाइन हो। कोनो वाइन वा देशका भन्यो यो वाइन हो भन्यो। तल 2800 येन भनेको छ नि। पैसा के आएपछि के हुन्छ? यी कुरा हुन्छ कि हुन्न? कोनो वाइन वा यी कुरा देशका यो वाइनलाई कति हो भनेर भन्यो। माथि यी कुरा राखिदिनुहोस् है। यी कुरा देशका कति हो भनेपछि निसेन हाफ प्याकु एन्ड देश 2800 येन हो भन्नु पर्यो। अब यहाँको फुकुस्यु दिएको छ नि। त्यो भने तपाईँहरूले लेसन 1 लेसन 2 लेसन 3 मा कति बुझ्नुभयो भने हो। तपाईँहरूको क्लास टेस्ट हो यो है। 3टा लेसनमा यहाँ बुकमै ल्याएको छ टेस्ट गर्ने। अब भोलि तपाईँले यो खाल्टामा सबै पेन्सिलले भरेर आउनुहोस् घर है। अनि पेन्सिलले भरेर आएपछि कति मिल्छ मिल्दैन मैले भन्दाखेरि आफै थाहा पाउनुहुन्छ। कति तपाईँको मिल्यो कति मिलेन। अब बिग्रियालाई इरेजरले मेटेर सच्याउनुहोस्, मिल्यालाई मिल्यो है त। प्रत्येक 3-4 लेसन 3-4 लेसनमा क्लास टेस्ट यस्तै आउँछ बुकमा। अनि यो बुकमा पढाएको कुरा कति बुझ्नुभयो भन्ने कुरा यही छ है। अनि पछि अब इक्जाम मोडल क्वेसन त पछि पढ्छौँ हामीले। ल आजले यति गर्नु। भोलि यसलाई गरेर आउनु है। भोलि यसलाई प्र्याक्टिस गरौँ होला। अनि पछिका अङ्कहरू पनि यसो हेर्नु होला।